आज हामी न्युयोर्क शहरका एक 76 वर्षीय रेस्टुरेन्ट मालिक एन्जल मोरेनोको कथा सुन्दैछौँ। उनको जीवनभरको सपना एउटा यस्तो सङ्कटमा फस्यो जहाँबाट बाहिर निस्किनु लगभग असम्भव देखिन्थ्यो। यो कथालाई बुझ्नको लागि यो जान्न जरुरी छ कि एन्जलको लागि उनको रेस्टुरेन्ट क्याराभान अफ ड्रिम्स केवल एउटा व्यापार थिएन, उनको आफ्नो कोही सन्तान थिएनन्। त्यसैले यही रेस्टुरेन्ट नै उनको सबथोक थियो, उनको बच्चा, उनको जीवनको उद्देश्य। ल अब अलि नजिकबाट चिनौँ एन्जल र उनको यो सपनालाई। उनको सपनाको नाम हो क्याराभान अफ ड्रिम्स, जुन न्युयोर्क शहरकै सबैभन्दा पुरानो भिगन रेस्टुरेन्ट मध्ये एक हो। सोच्नुहोस् त, 35 वर्षभन्दा लामो समयदेखि यो रेस्टुरेन्टले मानिसहरूलाई मायाले बनाएको अर्ग्यानिक खाना खुवाउँदै आएको थियो। समुदायको लागि यो एउटा एकदमै प्रिय ठाउँ थियो। तर दशकौं लामो यो यात्रामा अचानक एउटा ठूलो तुफान आयो। प्रश्न उठ्छ, आखिर यस्तो कसरी भयो? एन्जलको जीवनभरको कमाई र सपनालाई एकपछि अर्को गरी दुईवटा ठूला झट्काले लगभग ध्वस्त नै पारिदियो। पहिलो प्रहार त एक डरलाग्दो धोका थियो। एक आध्यात्मिक सल्लाहकारले चिनाइदिएको एक लगानी विज्ञलाई विश्वास गरेर उनले आफ्नो जीवनभरको बचत पुरै $3 लाख दिए। तर त्यो पैसा कहिल्यै फिर्ता आएन, त्यो पुरै गायब भयो र कानुनी रूपमा त्यो लगानी भएकोले एन्जलसँग आफ्नो पैसा फिर्ता माग्ने कुनै आधार नै रहेन। त्यो आर्थिक धोकाको पीडा छँदै थियो, त्यसमाथि महामारीले व्यवसायलाई नराम्ररी थला पार्यो। रेस्टुरेन्ट हरेक दिन घाटामा चल्न थाल्यो। तर एन्जलले हार मानेनन्। आफ्नो सपनालाई जीवित राख्न उनले आफ्ना सबै क्रेडिट कार्डहरू चलाए, $1.5 लाख को ऋण लिए। तर उनी झन्झन ऋणको दलदलमा फस्दै गए। र यही ओह्रालो यात्राले उनलाई एउटा यस्तो मोडमा पुर्यायो जहाँबाट अगाडि बढ्ने कुनै बाटो नै देखिँदैनथ्यो। यो उनको जीवनको सायद सबैभन्दा अन्ध्यारो र निराशाजनक समय थियो। आफ्नो जीवनभरको कमाई घुमाइसकेपछि पनि एन्जलमाथि कति ऋण थियो होला? पुरै $2 लाख। यो एउटा यति ठूलो रकम थियो जसले उनलाई हरेक दिन निसास्सै रहेको थियो। कल्पना गर्नुहोस् त, 76 वर्षको उमेर, हातमा एक पैसा छैन, ऋण लिने कुनै ठाउँ छैन। उनको रेस्टुरेन्ट केवल एउटा सानो भाग्यले मात्र चलिरहेको थियो, त्यो पनि घरधनीले गरेको एउटा सानो गल्तीका कारण। स्थिति कति नाजुक थियो भन्ने यसैबाट थाहा हुन्छ। तर भन्छन् नि, जब सबै ढोका बन्द हुन्छन् कहीँ न कहीँ एउटा झ्याल खुल्छ। एन्जलको जीवनमा त्यो झ्याल बनेर आयो चर्चित ब्लग ह्युमन्स अफ न्युयोर्क। र त्यसपछि जे भयो त्यसले सबै कुरा बदलियो। रमाइलो कुरा के छ भने ह्युमन्स अफ न्युयोर्कको उद्देश्य पैसा उठाउनु थिएन। उनीहरूको सोच त एकदमै सामान्य थियो। एन्जलको कथा मानिसहरूलाई सुनाउने ताकि केही ग्राहक बढेर रेस्टुरेन्टलाई थोरै भए पनि राहत मिलोस्। उनीहरूले एन्जलको एउटा पुरानो लगभग निष्क्रिय गोफन्डमीको लिङ्क पनि राखे, तर कसैले पनि सोचेका थिएनन् कि यसले कुनै ठूलो फरक पार्छ भनेर। ऋणको पहाड यति ठूलो थियो कि एउटा कथाले के नै गर्न सक्थ्यो र। तर त्यसपछि जे भयो त्यो कुनै चमत्कारभन्दा कम थिएन। मानिसहरूको सानो सानो सहयोग मिलेर एउटा यस्तो ठूलो शक्ति बन्यो जसले एक अविश्वसनीय र साँच्चै अप्रत्याशित परिणाम देखायो। जब एन्जलको कथा संसार सामु पुग्यो, त्यसपछिको 48 घण्टामा एउटा यस्तो घटना घट्यो जसको कल्पना सायद कसैले पनि गरेको थिएन। हजारौं मानिसहरूले मिलेर करिब $1,75,000 जम्मा गरिदिए। हो, जम्मा 2 दिनमा। यो केवल पैसा थिएन, यो मानिसहरूको माया र सहयोगको एक शक्तिशाली लहर थियो। यो रकमले एन्जलको जीवनमा साँच्चैको परिवर्तन ल्यायो। उनको $2 लाख को ऋण लगभग चुक्ता भयो। उनको गुमेको बचतको ठूलो हिस्सा फिर्ता आयो र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनको सपना क्याराभान अफ ड्रिम्स बन्द हुनबाट जोगियो। संसारभरका अपरिचित मानिसहरूबाट यति धेरै माया पाएपछि एन्जलको मनमा के भयो होला? उनले आफ्नो भावना यसरी व्यक्त गरे, उनका लागि यो पैसा भन्दा पनि ठूलो कुरा मानिसहरूको सद्भाव थियो। तर प्रश्न यो हो कि यो साँच्चै एउटा संयोग मात्र थियो? एन्जलको विश्वासमा यो चमत्कारको पछाडि उनको एउटा गहिरो व्यक्तिगत दर्शनले काम गरेको थियो। एन्जलको दर्शनको केन्द्रमा छ इच्छा। उनका अनुसार यो एउटा शक्तिशाली सकारात्मक सोच हो जुन जीवनमा हुने हरेक राम्रो कुराको सुरुवात बिन्दु हो। उनको चमत्कारको बाटो कस्तो थियो त? यो एउटा असल व्यक्ति बन्ने इच्छाबाट सुरु भयो। त्यसमा उनले उत्साह, विश्वास र विनम्रता जस्ता गुणहरू जोडे। अनि अन्तमा एउटा स्पष्ट अभिप्राय बनाए, मायाले सफा खाना बनाउने रेस्टुरेन्ट चलाउने। एन्जलले लाग्छ कि यही सकारात्मक सोच र कम्पनीले नै अन्ततः यो चमत्कारलाई जन्म दियो।
अन्त्यमा एन्जलको कथाले हामीलाई एउटा गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ। जब एक व्यक्तिको शुद्ध र सकारात्मक इच्छा हजारौं मानिसको सामूहिक करुणा र दयाभावसँग ठोकिन्छ तब के हुन्छ? सायद यस्तै चमत्कारहरू हुन्छन्।